हेलो। सायद तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। यो भिडियो हेर्नेहरूलाई आज एउटा नयाँ प्रश्न हजुरहरूको दिमागमा म एउटा उब्जाउन चाहन्छु र यो सायद मेरो मात्रै नभएर सबै धेरैजनाको यो प्रश्न पनि होला। यदि यो सोच नै मेरो गलत हो भने नि मलाई थाहा छैन। यो मैले सोचेको सोच सही हो कि गलत हो केही हो थाहा छैन। र यो देखिएको कुरा मतलब जुन चाहिँ हाम्रो समाज, हाम्रो परिवेश र पुरै विश्वमै देखिएको कुराको आधारमा यो चाहिँ एउटा मेरो दिमागमा एउटा कुरा आयो। नकारात्मकता किन छिटो फैलिन्छ? वाइ नेगेटिभ स्प्रेड फास्टर? किन हामीलाई भनिन्छ कि सकारात्मक रहनु, हामीले ज्ञान पाइरहेका छौँ, नैतिक शिक्षा पाइरहेका छौँ कि अरूको राम्रो गर्नु, सकारात्मक बोल्नु, राम्रो बोल्नु। त्यो पनि मानिसहरूमा अझै पनि किन अहमता छ, अझै पनि किन घमण्ड छ, अझै पनि किन रिस राग यस्तो भावनाहरू अझै पनि मान्छेमा किन पुरै भरिएको छ? यो दुनियाँमा किन पनि अझै पनि युद्धहरू छ, अझै पनि किन झैझगडाहरू छ, अझै पनि कलेजहरू किन छ? किन हामीले जे भनिएको छ हामी त्यो गर्न सक्दैनौँ? किन व्यवहार र सिद्धान्तमा आकाश पातालको फरक देखिएको छ? के यो सोच गलत हो? यो यथार्थ हो या यो एउटा भ्रम हो? कि नकारात्मकता किन नकारात्मकता अहिलेको अर्थतन्त्र पनि नकारात्मकताको अर्थतन्त्र भएको छ? किन यो तपाईँले सामाजिक सञ्जालमा पनि हेर्नुभयो भने तपाईँको हरेकमा यदि हामीले हेर्ने हो भने के कुरालाई बढी दिन्छ भन्दाखेरि यो समाचार जुन चाहिँ अलिक डराउने समाचार, अलिक मतलब दिमागलाई हल्लाइदिने समाचार, जुन समाचारले चाहिँ शान्ति दिँदैन, किन त्यही समाचारहरू मात्रै फैलिरहेको छ? किन यो दुनियाँ चाहिँ मतलब एक हिसाबले यो दुनियाँमा नकारात्मकतालाई मात्रै बढाइ चढाइ गरिएको छ? के कुनै शक्ति यसको पछाडि पुरै लागेको छ या यो एउटा भ्रम मात्रै हो? कि मतलब हेर्ने दृष्टिकोण हो या यो चाहिँ मतलब एउटा मेरो सोचाइ मात्रै हो कि मैले चाहिँ नकारात्मकता छिटो फैलिएको देखेको मात्रै हो? यो सकारात्मकता पनि छ यो दुनियाँमा, त्यसलाई नकार्न सकिँदैन। त्यही पनि अहिलेको युगमा यसो तपाईँ हामीले आफै सामान्य तरिकाले हेर्दाखेरि तपाईँको यो दुनियाँमा भाँड भैलोदेखि लिएर तपाईँले युद्धहरू देखिराख्नु भएको छ। यो युद्धहरूदेखि लिएर त्यो मान्छेलाई थाहा छैन र मैले युद्ध गर्नु हुँदैन भनेर थाहा छ, त्यही पनि किन गरिरहेको छ? के उसको आफ्नो बसमै छैन? कि उसलाई अर्कै कुराले आफ्नो बसमा राखिरहेको छ या के छ? अब यसलाई अलिक विज्ञानसम्मत तरिकाले बुझ्दै जाँदाखेरि चाहिँ के पाइया छ भन्दाखेरि पोजिटिभ हुन गाह्रो छ। तपाईँ आफै पनि एकछिन बस्नु र एकछिन बस्दाखेरि तपाईँको दिमागमा धेरैजसो विचारहरू आउने भनेको तपाईँको भविष्यको विचार अथवा तपाईँको भूतकालको विचारहरू धेरै आउने र धेरैजसो विचारहरू दिनमा हाम्रो 60,000 देखि 70,000 विचार आउँदाखेरि हाम्रो के पाइएको छ भन्दाखेरि धेरैजसो विचारहरू नकारात्मक नै आउने र धेरैजसो रिपिटेड अर्थात् दिनादिन आउने विचारहरू नै आइराख्ने हो होइन? भनेपछि यो विचारहरू विरुद्ध लड्न त हामीलाई बल प्रयोग गर्नुपर्ने होला कि त हाम्रो बानी हुनुपर्ने होला? त्यो बानी यदि छैन भने त त्यो नकारात्मक ऊर्जा अर्थात् नकारात्मकताले नै हामीलाई पुरै समातिराखेको हुन्छ। हामी त्योबाट बाहिर आउन हामीलाई बल प्रयोग गर्नुपर्छ। भनेपछि प्रथम दृष्टिकोणले हेर्दाखेरि के पाइयो भन्दाखेरि पहिले नै बल लगाउनुपर्छ। र हाम्रो दिमाग कस्तो भन्दाखेरि हाम्रो दिमाग अल्छी हो सामान्यत हिसाबले, उसलाई जे सजिलो हो त्यसलाई काम उसलाई गर्न मन लाग्छ। भनेपछि नकारात्मकता हुनु सजिलो रहेछ नि त, उसलाई गाह्रो काम गर्न मन लागेन, उसलाई नकारात्मक भएर सजिलो हुन मन लाग्यो। त्यही भएर नकारात्मकता फैलिनुको मुख्य कारण वैज्ञानिक कारण त्यो पनि देखियो। अर्को चाहिँ के हो भन्दाखेरि अब हाम्रो आफ्नो दिमाग यदि हाम्रो पुर्खाको तिर जाने हो भने त्यति बेला जङ्गलमा बस्दाखेरि जङ्गली जनावरसँग
हरेकचोटि भिडन्त पर्ने सम्भावना कुन समयमा भिडन्त पर्छ भन्ने अनिश्चित थियो। अहिलेको जस्तो यो घरहरू थिएनन्। अहिले जङ्गलमै बस्नुपर्ने भएकाले त्यहाँ हरेक क्षण त्यो मतलब सोचिराख्नु पर्थ्यो, अब बाघ आयो भने मलाई कसरी त्यो विरुद्ध लड्ने भनेपछि एक हिसाबले हाम्रो दिमाग, हामी अहिले 21औँ शताब्दीमा पो आयौँ त। हाम्रो दिमाग त त्यही इभोल्युसनरी हिसाबले बिस्तारै बिस्तारै विकास क्रममा छ। पुरै मतलब पुरै चेन्ज स्टेटमा त आएको छैन नि त। अझै पनि त्यो फ्लाइट एन्ड फाइट, लड या मर, त्यो अझै पनि हामी त्यही स्टेटमा छौँ भनेपछि त्यो पनि एक हिसाबले हामीले त्यो युद्ध पनि जित्नुपर्ने रहेछ। त्यही भएर यो नकारात्मकता हुनु सजिलो भएर पनि होला सायद नकारात्मकता छिटो फैलिएको। सकारात्मक हुन त्यति सजिलो छैन। आफूले आफै विरुद्ध लड्नु भनेको धेरै गाह्रो कुरा पनि हो र त्यो असम्भव कुरा भने चाहिँ होइन। र मलाई के लाग्छ भन्दाखेरि अहिलेको यो एटेन्सन इकोनोमीमा यस्तै अल्गोरिदम लाई धेरै बुस्ट गरिएको पनि छ र यस्तै तत्त्वहरूले गर्दाखेरि यो नकारात्मक कुराहरू चाहिँ ज्यादा फैलिएको छ र त्यही अनुसारको चाहिँ त्यसले समाजमा प्रभाव पारेको जस्तो पनि मलाई लाग्छ। र सायद योबाट हामी अगाडि यसलाई हामीले नियन्त्रण त गर्न सक्दैनौँ, किनभने हामीले आफै बाहेक अरूलाई नियन्त्रण गर्नु भनेको धेरै गाह्रो कुरा पनि हो। त्यही भएर हामीले चाहिँ यस पोजिटिभिटीलाई पनि स्प्रेड गर्ने हो कि यो अल्गोरिदमबाट, कि यो मैले एउटा हेर्ने दृष्टिकोण त्यस्तो देखायो कि यो यसमा मेरो सोचै गलत हो कि तपाईँहरूको धारणा के छ त्यसको बारेमा भन्नु होला। हस् त, धन्यवाद।